आखिर घमण्ड के का लागि सज्जन? जति कमाए पनि, जति धन भए पनि, जति सम्पत्ति भए पनि खाने भातै हो, सुत्ने खाटै हो, काट्ने रातै हो अनि जाने घाटै हो। यही चारवटा चिजले मात्रै तपाईँ र हाम्रो जीवनलाई दर्शाइदिएको छ। तसर्थ हामीले पहिला मनलाई शान्ति बनाऊ। धन सम्पत्ति मणिमाणिक्य सुन चाँदी भनेको केवल साधन हो, साध्य होइन। आखिर घमण्ड के का लागि सज्जन? जति कमाए पनि, जति धन भए पनि, जति सम्पत्ति भए पनि खाने भातै हो, सुत्ने खाटै हो, काट्ने रातै हो अनि जाने घाटै हो। यही चारवटा चिजले मात्रै तपाईँ र हाम्रो जीवनलाई दर्शाइदिएको छ। तसर्थ हामीले पहिला मनलाई शान्ति बनाऊ। धन सम्पत्ति मणिमाणिक्य सुन चाँदी भनेको केवल साधन हो, साध्य होइन। आखिर घमण्ड के का लागि सज्जन? जति कमाए पनि, जति धन भए पनि, जति सम्पत्ति भए पनि खाने भातै हो, सुत्ने खाटै हो,